ठ्याक्कै संयुक्त राष्ट्र सङ्घमा तत्कालीन राजा महेन्द्र प्रवेश गर्दाखेरि त्यो हलका सबै प्रतिनिधिहरू जराकजुरुक्क उठेर राजा महेन्द्रलाई सम्मान जसरी गरेका थिए, आज युएन होइन चाहिँ इयुका प्रतिनिधिहरू बालेन्द्र शाहलाई भेट्दाखेरि त्यसरी नै जराकजुरुक उठेको परिस्थिति छ। युएनमा राजा महेन्द्रलाई गरेको स्वागत र युयुका प्रतिनिधिले प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको सम्मान स्वागत एकै चाहिँ थरीको छ। राजा महेन्द्रको अर्को रूप सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह भन्ने कुरा यसले पनि पुष्टि गर्छ। हामीले राजा महेन्द्रको अर्को रूपमा चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहलाई लिनुपर्छ। उनले भेटघाट गर्दाखेरि पहिलो कुरो त चस्मा खोलेरै भेटेका छन्। बालेन्द्र शाह कालो कपडा लाउँछन्, कालो चस्मा लाउँछन्, चस्मा कहिले खोल्दैनन् भन्ने कुरालाई पनि दह्रो झापड उनले दिएका छन्। सिङ्गो विश्वले चिन्यो नेपाललाई। आजसम्म रातोसँग भेट्दा होस् अथवा युका पत्नीसँग भेट्दा होस् नेपालको प्रधानमन्त्रीले हात पसारेको देखिया छैन। हाम्रो प्रधानमन्त्रीले हात फैलाएको कहिले पनि देखिएन। पहिलो पटक नेपालको प्रधानमन्त्रीले बालुवाटारमा होइन सिंहदरबारमै छुट्टा छुट्टै होइन सामूहिक रूपमा विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेटघाट दिए भनेर आयो। नेपालको प्रधानमन्त्रीले फलानु देशको राजदूतलाई होटलको कोठामा गएर भेटे भन्ने आउँथ्यो, अथवा मध्यरातमा बालुवाटारमा बोलाएर भेटे भन्ने आउँथ्यो, छुट्टा छुट्टै भेटे भनेर आउँथ्यो। नेपालको प्रधानमन्त्रीज्यूसँग फोटो खिचाउन पाउँदा युका राजदूत र प्रमुख प्रतिनिधिहरू रमाएको दृश्य आयो।